अल्फा नेपाली ज्ञानमाला कक्षा 6 सुनाइ पाठ 15। पाठको शीर्षक छ मेरो जीवनको लक्ष्य। मेरो देश मेरो सर्वस्व हो। विश्वमा नेपाल देशको नाम सुन्नासाथ जो कसैले पनि मेरा वीर पुर्खाको गौरवमय इतिहासलाई सम्झन्छ र सम्मान गर्छ। मेरो देशमा नजिकै हातले छोइए झैँ देखिने सुन्दर हिमालहरू छन्। यहाँ कल कल अविरल बग्ने नदीहरूले देशको सुन्दरता बढाएका छन्। तराईको सुनौलो फाँट र पहाडका हरिया वन, ताल तलैया, गुफा आदिले नेपाललाई सिँगारेका छन्। त्यति मात्र होइन, यहाँका असंख्य जीवजन्तुका प्राकृतिक खेल हेर्दा लाग्छ मेरो देश प्रकृतिको राजधानी हो। मेरो देश प्राचीन आर्य सभ्यताको उद्गम थलो हो एवं प्राचीन कला र संस्कृतिको केन्द्रबिन्दु पनि हो। यहाँ विविध जात जाति धर्म संस्कृतिका मानिस एउटै छानाभित्र हातेमालो गर्दै देशको उन्नतिमा रमाइरहेका छन्। मेरो देशले एकपटक आएको जो कोही विदेशी पाहुनालाई आफ्नो घर बिर्साइदिन्छ, अर्को पटक आउन प्रेरित गर्छ। सिद्धार्थ गौतमले विश्व शान्तिको उद्घोष यसै पावन भूमिबाट गरेका थिए। ऋषिहरूको पवित्र तपोभूमि, जनकले ज्ञानको ज्योति बालेको देश हो मेरो देश। म आफू पनि यही सुन्दर शान्त र पवित्र भूमिमा जन्मन पाएकामा गौरव गर्छु। म यसै देशको उन्नतिमा सदा समर्पित बन्न सकूँ, यही मेरो आकांक्षा छ।